साथीहरू, हामी नेप्सेमा भर्खर लिस्टिङ भएको कम्पनीको बारेमा भिडियो लिएर आएको छौँ। एभरेस्ट कलर लिमिटेडले वैशाख 16 गतेदेखि प्राथमिक सेयर आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी 30 करोड रुपैयाँको 26.33%ले हुन आउने 7 करोड 90 लाख रुपैयाँ बराबरको 7,90,000 किता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। सो मध्ये 10%ले हुन आउने 79 लाख रुपैयाँ बराबरको 79,000 किता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृतिलाई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो। कम्पनीको आइपिओमा न्यूनतम 10 किता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा 7,000 सम्म आवेदन दिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख 22 गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन्। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि वैशाख 30 गतेसम्म लम्बिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आसवा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सी आसवा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। आइपिओ निष्कासनको लागि गराएको रेटिङ केयर रेटिङ्स नेपालको कम्पनी केयर NP+BB इस्यु रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमता मध्यम जोखिम रहेको सङ्केत गर्दछ। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। च्यानललाई सब्स्क्राइब गरी जानुहोला।